नमस्कार, स्वागत छ तपाईंलाई आजको राशिफलमा। आज मिति 2082 साल असोज 17 गते शुक्रबारको राशिफल यस प्रकारको रहेको छ। आउनुहोस् सुरु गरौँ आजको राशिफल। मेष, काममा नयाँ अवसर आउन सक्छ। आर्थिक पक्ष स्थिर रहन्छ, तर खर्चमा नियन्त्रण आवश्यक छ। स्वास्थ्यमा सामान्य थकान हुन सक्छ। प्रेममा सुमधुर संवादले सम्बन्ध प्रगाढ बनाउनेछ। वृष, काममा स्थिरता रहनेछ। पैसा सम्बन्धी नयाँ अवसर देखा पर्न सक्छ। स्वास्थ्य सामान्य रहनेछ। परिवार वा प्रियजनसँग बिताएको समय खुसी दिनेछ। मिथुन, काम धेरै भएर व्यस्त महसुस हुनेछ। पैसामा लाभ भए पनि जोखिमपूर्ण लगानी नगर्नुहोस्। मानसिक तनाव हुन सक्छ, ध्यान गर्नुहोस्। प्रेममा खुला संवाद आवश्यक छ। कर्क, समूह वा सहकार्यमा सफलता मिल्नेछ। पैसामा अनावश्यक खर्च बढ्न सक्छ। स्वास्थ्यमा पाचन समस्या हुन सक्छ। प्रेममा भावनात्मक निकटता बढ्नेछ। सिंह, नेतृत्व क्षमता देखाउने अवसर मिल्नेछ। पैसामा सुधार आउने संकेत छ। स्वास्थ्य राम्रो रहनेछ, तर आराम लिन नबिर्सनुहोस्। प्रेममा नयाँ परिचयले उत्साह ल्याउनेछ। कन्या, काममा सुधार र नयाँ सुरुवातका लागि दिन उपयुक्त छ। पैसामा सोच विचार गरेर मात्रै खर्च गर्नुहोस्। स्वास्थ्यमा हल्का अस्वस्थता हुन सक्छ। सम्बन्धमा धैर्य र समझदारी आवश्यक छ। तुला, काममा रचनात्मकता बढ्नेछ। पैसामा उतार चढाव रहन सक्छ। स्वास्थ्यमा ध्यान दिनुहोस्। तनाव घटाउन ध्यान वा योग गर्नुहोस्। सम्बन्धमा मिठास ल्याउने दिन हो। वृश्चिक, दीर्घकालीन योजनाहरू सफल हुने संकेत छ। आर्थिक पक्षमा प्रगति हुनेछ। स्वास्थ्य सामान्य रहनेछ। प्रेममा गहिरो विश्वास र समझदारी बढ्नेछ। धनु, काममा चुनौती भए पनि मेहनतले सफलता मिल्नेछ। पैसामा आम्दानीको नयाँ स्रोत देखा पर्न सक्छ। मकर, क्याप्रिकोर्न, अनुशासित मेहनतले काममा राम्रो परिणाम ल्याउनेछ। पैसामा ठूला खर्च सोच विचार गरेर मात्र गर्नुहोस्। स्वास्थ्यमा जोड्ने समस्या हुन सक्छ। सम्बन्धमा विश्वास कायम राख्नुहोस्। कुम्भ, एक्वारियस, नयाँ विचार र योजना अघि बढाउने दिन हो। आर्थिक पक्ष स्थिर रहनेछ। स्वास्थ्यमा मानसिक शान्तिको खाँचो पर्न सक्छ। सम्बन्धमा पुराना मतभेद मिलाउने अवसर छ। मीन, पाइसिज, रचनात्मक वा कलात्मक क्षेत्रमा सफलता मिल्नेछ। पैसामा अलि दबाव हुन सक्छ। खर्च नियन्त्रण गर्नुहोस्। स्वास्थ्यमा विश्राम आवश्यक छ। प्रेममा भावनात्मक निकटता बढ्नेछ। यो थियो आजको राशिफल। कुन राशि मिलियो भनेर कमेन्टमा लेख्न नबिर्सनुहोस्। यदि तपाईंलाई भिडियो मन पर्यो भने लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सनुहोस्। धन्यवाद। तपाईंको दिन शुभ रहोस्।